नमस्ते, म भोगेन्द्र यादव। स्वागत छ आजको यो भिडियोमा। र आज एकदमै पावरफुल लेसन तपाईहरुलाई दिन गइरहेको छु र त्यो लेसन छ संहतको असर। भन्छ कि तपाईले यदि बाज जस्तो उड्नु छ भने खुक्राहरुको संगत छोड्नु पर्छ। यदि तपाईलाई बाज जस्तो उड्नु छ भने खुक्राहरुको संगत छोड्नु पर्छ। र भन्छ यु आर द एभरेज 5 people must spend time with, यानी कि जुन तपाईको आसपासको जुन 4-5 जना साथी छ, यदि त्यो व्यक्तिहरु एउटा मिडियोकर लाइफ को लागि सेटल भइसकेछ भने यकिन मान्नुस् तपाई पनि मिडियोकर लाइफ सेटल भइसक्नु भएको छ। यदि त्यो तपाईको सर्कलको व्यक्तिहरु यदि नेगेटिभ कुरा गर्छ, त्यो खाली दुःखै सुनाउँछ हैन, यदि त्यो सर्कलमा तपाई रहनुहुन्छ भने त्यो तपाईमा पनि त्यो ऊर्जा आउँछ, जसको कारणले तपाई पनि नेगेटिभ रहनुहुन्छ, मतलब दुःखै हुन्छ तपाईसँग। त्यो भएर एकदमै त्यो सर्कललाई हामीले चेन्ज गर्नुपर्छ। यदि 6 व्यक्तिसँग 6 महिना तपाई बिताइदिनु हुन्छ भने तपाई पनि 7वां महिना तपाई बोतल खोल्दिनुहुन्छ, यानी कि तपाई पनि रक्सी खान थाल्नुहुन्छ। र यदि तपाई 1 साल एउटा राम्रो व्यक्तिसँग जुन लाखौंको महिना कमाइरहेछ, जोसँग सपना छ, जोसँग ड्रीम छ, यदि त्यो व्यक्तिसँग तपाई गुजार्नुहुन्छ भने तपाई पनि त्यो व्यक्ति बन्नुहुन्छ। एका देशमा एउटा राजा थियो र त्यो राजाले चाहिँ शिकार खेल्न गयो र शिकार खेल्न गइसकेपछि साथमा सेनाहरु पनि गएको छ र त्यसपछि जंगलमा गइसकेपछि त्यो शिकारै उहाँलाई भेटिरहेको छैन। अब शिकार खोज्दै 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 जंगलको भित्र गइहाल्नु भयो। त्यसपछि जंगल भित्र गइसकेपछि एउटा गुफा देख्यो जहाँ डाकुहरु बस्थ्यो, डाकु गुफा थियो र त्यो गुफामा गइसकेपछि त्यहाँ लुक्यो र लुकेर शिकार गर्छु भनेर सोचेर त्यहाँ लुक्न थाले के। अनि त्यसपछि त्यो गुफाको माथि एउटा सुगाले के भन्छ कि आउनुस् हाम्रो हेर्नुस् राजा आएको छ, धेरै सुन चाँदी जेवरात छ, आउनुस् र लुटिहाल्नुस्। त्यसपछि डाकु यो कुरा सुनेर डाकुहरु पनि मतलब लखेड्न थाल्यो राजालाई। अब उलाई लखेड्दै राजा पनि भाग्दै कोसो दूर गइहाल्यो। कोसो दूर गइसकेपछि त्यसपछि एउटा ठूलो रुख थियो र ठूलो रुखमा गएर अलिकता रेस्ट मतलब गर्नको लागि त्यहाँ बस्यो। त्यसपछि रुखमाथि एउटा अझै सुगा भेट्यो र त्यो सुगालाई के भन्छ कि आउनुस् राजन, पानी खानुस् र विश्राम गर्नुस्। अब त्यो सुनेर अचम्म लाग्यो उहाँलाई। र त्यसपछि एउटा ऋषिमुनि जुन सन्त थियो, त्यो सन्तलाई चाहिँ सुनायो यो कुरा। त्यसपछि त्यही बसेको थियो र त्यसपछि भन्यो कि यस्तो यस्तो म गए थियो शिकार गर्नको लागि, यस्तो यस्तो सुगाले यस्तो यस्तो भन्यो, अनि दुईटै एउटै प्रजातिको जीव रहेको छ र यति डिफरेन्ट कसरी, यानी कि एउटा चाहिँ मतलब मलाई लुट्नको लागि भन्दै थियो, एउटा चाहिँ आउनुस् विश्राम गर्नुस् आदरणीय छ, कि यो कसरी भछ मतलब महाराज। अनि त्यसपछि त्यो सन्तले चाहिँ त्यो बाबाजीले चाहिँ भनेको छ कि यो जुन सुगा छ, जुन एउटै संघीय भाइ छ हैन, र सानो जब थियो उहाँले डाकु चाहिँ लगिहाल्यो र एउटा यही मतलब बसिहाल्यो, यही मैले राखे र त्यही भएर जुन व्यक्ति उलाई लग्यो, त्यही भएर जुन व्यक्तिसँग बस्यो त्यही भएर उसको हाव भाव सबै डाकुै जस्तै छ। र यो सन्त महात्माको कुटियामा बस्छ भने यसको जुन हावभाव छ, जुन एकदमै आदरणीय छ। त यसको मतलब यो स्टोरीको मतलब के छ कि तपाई जुन व्यक्तिसँग संगत राख्नुहुन्छ नि तपाई त्यस्तै बनिहाल्नुहुन्छ के। त्यही भएर जीवनमा राम्रो व्यक्तिसँग संगत गर्नुस्। र 6 जना साथीले समुद्रमा यात्रा गर्न जानुभयो र सबैजनाले आफ्नो आफ्नो टिकट लिनुभयो, आफ्नो टिकट लियो, सामानहरु लियो, त्यसपछि त्यो बोटमा बस्यो। अब त्यसपछि त्यो बोटले चाहिँ स्टार्ट गर्यो हैन, यात्रा गर्नको लागि निस्किनु भयो। त्यसपछि बीच समुद्रमा गएर एउटा साथीले के दिमागमा आयो, त्यो आफ्नो सिटको तलबाट एउटा ड्रिल मसिन निकाल्यो र ड्रिल मसिन निकालेर त्यो आफ्नो सिटको तल छेद गर्न थाल्यो, होल गर्न थाल्यो। अब बाँकी 5 जना साथीले भन्छ कि भाइ तिमी यो के गर्दैछौ। अब त्योले के भन्छ हेर्नुस्, कि भन्छ तिमीदेखि मतलब
मैले आफ्नो पैसा खर्च गरेछु, मेरो आफ्नो टिकट लिएको छु, आफ्नो सिटको तलमा आफ्नो छेद गर्दैछु, तिमीलाई के मतलब? त धेरै इम्पोर्टेन्ट छ कि संगत। त्यसैले भन्छ कि हम तो डुबेंगे सनम, तुम्हें भी ले डुबेंगे। तो धेरै इम्पोर्टेन्ट छ कि तपाई कुन व्यक्तिसँग यात्रा गर्दै हुनुहुन्छ, जीवनको यात्रा, अनन्त यात्रा। र त्यही भएर हामीलाई सिलेक्टेड व्यक्तिहरूसँग संगत राख्नुपर्छ र संगत गर्नुपर्छ। सो राम्रो व्यक्तिसँग संगत राख्नुस् र राम्रो व्यक्ति बन्नुस्। र यति भन्दै यो भिडियोलाई यही अन्त गर्न चाहन्छु। हस्, थ्यांक यू।